ओम नमः शिवाय। जय श्री राधे श्याम। समादरणीय भक्तसज्जन महानुभाव, आज माघे औँसी, माघ महिनामा पर्न गएको औँसीमा कस्ता प्रकारका कर्महरू गर्नुपर्दछ। माघमा स्वस्थानी पनि भइरहेको छ। माघ महात्म्यको ठुलो महत्त्व बताइएको छ। माघमा स्नान दानको ठुलो महत्त्व बताइएको। माघ महिनामा स्नान मात्र गर्दा पनि सारा पापहरू सकिन्छन् भनेर शास्त्र आदिले वर्णन गरेका छन् भने अब यो माघ महिनाको कृष्ण पक्षको औँसी तिथिमा हामीले पितृहरूलाई कस्तो प्रकारले उपासना गर्ने पर्ने तीनवटा कर्महरू के हुने कर्महरूको बारेमा यहाँलाई जानकारी दिन सुन्दर भिडियो सामग्री लिएर आएको छु। अन्तिम समय हेरेर सुनेर साथ दिनुहोला। मन परेमा लाइक कमेन्ट सेयर गर्नुहोला। साथसाथै हाम्रो यो भिडियो सामग्री मन परेमा ज्ञान बाँडे बढ्ने भएको कारणले गर्दा आफ्नो छर छिमेकी सबैलाई चिनजानका सबैलाई सेयर गरेर पनि साथ दिनुहोला भन्दै भिडियो प्रारम्भ गर्न चाहन्छु। माघको औँसीको तिथिमितिबाट विक्रम सम्वत 2082 साल माघ महिनाको 4 गते आइतबारको दिन हामीलाई औँसी तिथि प्राप्त भएको छ। माघ कृष्ण औँसी, कृष्ण पक्षको औँसी तिथि प्राप्त भएको छ। हामी सबैलाई थाहा छ औँसीमा पितृको उपासना गरिन्छ भने पूर्णिमामा देवताको उपासना गरिन्छ। यो पितृको आराधना उपासना गर्नाले हामीलाई हाम्रो पारिवारिक, हाम्रो सन्तति आदिमा र हाम्रो परिवारमा सुन्दर तरिकाको फल प्राप्त गर्न हामीले सक्छौँ। पितृको कृपा भयो भनेदेखि असम्भव कर्म पनि सम्भव हुँदछन्। त्यस कारणले गर्दाखेरि यस दिन हामीलाई आइतबारको 4 गते आइतबारको दिन हामीलाई 46:24 पल हामीलाई यस दिन औँसी तिथि प्राप्त भएको छ। रातिको 1:31 चाहिँ हामीलाई औँसी तिथि प्राप्त भएको छ। त्यसै कारणले गर्दा यसै दिन हामीलाई निसी बार्ने पनि पर्यो, हलो बार्ने पनि यसै दिन पर्यो। कुनै दिन एक दिन हलो बार्ने, एक दिन निसी बार्ने पर्छ। किनकि तिथि अघिल्लो दिन आदि तिथि, भोलिपल्ट आदि तिथि भएको कारण त्यस्तो हुन्छ। जुन रात्रिकालीन सत्रमा, जुन रात्रिकालीन समयमा, सन्ध्याको समयमा, सूर्य अस्तको समयमा यदि औँसी तिथि हुन्छन् भने त्यसै दिनलाई हामीले निसी बार्ने गर्नुपर्दछ। निसी बार्ने भनेको रात्रिमा भोजन नगर्ने। यसको बारेमा पनि मैले यहाँहरूलाई विस्तृत रूपमा जानकारी दिनेछु। यसै दिन हलो बार्ने, निसी बार्ने, विशेष गरी माधव नारायण भगवानको पूजा गरेर माधव नारायण भगवानको मेला लाग्ने गर्दछ। भगवान लक्ष्मीनारायणलाई, भगवान राधाकृष्णलाई माधव नारायणको स्वरूपमा कल्पना गरेर माधव नारायण भनेर कल्पना गरेर पूजा गर्नुपर्छ। यस औँसीको दिनमा हामीलाई अङ्ग्रेजी समयअनुसार 2026 जनवरी 18 तारिकको दिनमा यो पर्व हामीलाई पर्न गएको छ। अब कुरो बुझौँ, हामीले हलो बार्ने भनेको के हो भन्दाखेरि कुनै पनि जीव जन्तु आदिको हत्या नगर्ने। हलो जोत्दाखेरि, खनजोत गर्दाखेरि किरा आदि मर्दछन्। औँसीको दिन हो, कुनै काटमार आदि गर्नु भएन। लसुन, प्याज, माछा, मासु, मदिरा केही खानु भएन। यस दिन नुहाउने, विशेष गरी पितृको भक्ति गर्ने, स्वस्थानीको व्रत उपासना गर्दै हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिने साथसाथै पितृलाई पनि सम्झिनुपर्छ। यस दिन औँसीको दिन औँसीमा पितृलाई स्मरण गर्नुपर्दछ। हलो बार्ने भनेको कुनै प्रकारको खेत खनजोत खेतबारी नगर्ने, यो भनेको औँसीमा औँसी बार्ने। अर्को भयो निसी बार्ने भनेको रात्रिमा भोजन नगर्ने। कस्ता व्यक्तिले भने जसका चाहिँ मातापिता आदि भगवानको धाम गइसक्नु भएको छ, भगवानको धाम गइसक्नु भएका, परलोक भइसक्नु भएका आफ्ना पितृहरूको उद्देश्यको लागि औँसीको दिन बेलुका कोही जनहरू पनि भोजन गर्नु हुँदैन। गर्यो भनेदेखि त्यसको शुभ फल हामीले प्राप्त गर्न सक्छौँ। के बताइएको छ भने जसले चाहिँ औँसी तिथिको दिन रातिमा भोजन गर्छ भने यो 10 जन्मानि 12 जन्मसु करः सप्त जन्मानि श्वानस्य यमायाम निशि भोजनम। जसले रात्रिकालमा औँसीको दिन रात्रिमा भोजन गर्दछ, मातापिता नहुने जनहरूले गर्दछ भने उसले चाहिँ गिद्धको 10 जन्मसम्म गिद्ध बनेर र 12 जन्मानि सुकर, 12 भनेको 12 जन्मसम्म सुँगुरको र सप्त जन्मानि श्वानस्य 7 जन्मसम्म कुकुरको जन्म लिएर जन्मिनु पर्छ। उसले चाहिँ अब 1 महिनामा एकचोटि प्राप्त हुन्छ हाम्रो औँसी। महिनामा एकचोटि आउने औँसीमा पनि रात्रिकालीन समयमा भोजन गऱ्यो भनेदेखि यति ठुलो हामीलाई पाप लाग्दछ। यानि कि हामी फेरि जन्मे पनि गिद्ध बनेर, सुँगुर बनेर, कुकुर बनेर जन्मिनुपर्छ भनेर बताइएको। त्यसै कारणले गर्दा नखानु होला। बेलुकामा अनेक प्रकारको फलफुल आदि खानु, कन्दमूल खानु, अनेक कुरा खानु, रोटी आदि खान सक्छौँ, तर अन्नको भोजन बनाएर खानु हुँदैन। यो कुरो मैले यहाँलाई जानकारी दिएँ।
अब माघ महिना हो, हामी सबैलाई थाहा छ। हजुरलाई मैले सङ्क्रान्तिको माघ स्नानको भिडियो आदि पनि हजुरहरूले पस्केको थिएँ, हेर्नुभयो होला। यो माघ स्नानको ठुलो महत्त्व बताइएको। त्यसै कारणले गर्दाखेरि पहिलो काम भनेको स्नान गर्नु पर्यो। यहाँले आफूले सकिन्छ भने माघ महिनाभरि तीर्थमा स्नान गर्नुपर्ने हो। नसके पनि 3वटा दिनहरू अवश्य भए पनि स्नान गर्नुहोला तीर्थमा गएर भनेर बताइएको छ। सङ्क्रान्तिको दिन, औँसीको दिन र एकादशीको दिन चाहिँ तीर्थमै पुगेको राम्रो। स्नात्वा माघे शुभे तीर्थे प्राप्नुवान् इप्सितम फलम। जसले चाहिँ यो माघ महिनाको यो औँसी तिथिमा, सङ्क्रान्तिमा र एकादशीमा गएर तीर्थमा स्नान गर्दछ भने उसले स्नात्वा माघे शुभे तीर्थे, शुभ समयमा तीर्थमा स्नान गर्छ भने प्राप्नुवान् इप्सितम फलम, उसले चिताएको अनुसारको फल उसले प्राप्त गर्न सक्दछ भनेर बताउनु। त्यसै कारणले गर्दाखेरि सर्वप्रथम गङ्गाको दर्शन गर्ने। हजुरलाई 3टा कर्म बताउँदैछु। पहिलो कर्म स्नान गर्ने। माघमा स्नानको महत्त्व धेरै बताइएको छ। गङ्गाको दर्शन गर्ने, गङ्गालाई जल चढाउने, गङ्गालाई दुध चढाउने, चन्दन अक्षता आदिले पूजा गर्ने, अनि गङ्गालाई धूप बाती आदि गर्ने। स्नान सकेर यी कर्म आदि गरेर त्यसपछि घरमा आएर पितृको लागेर उनी गङ्गामै भए पनि विशेष गरी यो समयमा भनेको काँसको कचौरामा, काँसको कलशमा जल लिएर तिल मिसाएर तर्पण गर्ने। यो भनेको दोस्रो काम। पहिलो स्नान भयो, दोस्रो काम भनेको काँसको कलशमा जल हालेर त्यहाँ तिलका दाना मिसाएर जसले पितृलाई यस औँसीमा तर्पण गर्दछ भने उसले अनन्त पितृको आशीर्वाद प्राप्त गर्न सक्छ। यदि हाम्रा पितृहरू नतर्नु भएको छैन, सद्गति उत्तम लोक यदि प्राप्त भएको छैन भनेदेखि यस माघ कृष्ण औँसीमा जसले आफ्ना पितृका लागि भनेर यस्तो प्रकारले जसले चाहिँ काँसको कलशमा जल राखेर तिल आदि मिसाएर तर्पण गर्छ भने उसका पितृहरू भगवानको धाममा प्राप्त गर्न सक्दछन् भनेर बताउनु भयो। तिलको ठुलो महत्त्व छ। तिलोदकी, तिलको उदकद्वारा तिल र जल मिसाएर दिएको तर्पणले गर्दाखेरि हाम्रा पितृहरू प्रसन्न हुँदछन्। त्यसै कारणले गर्दाखेरि यो औँसीमा मुख्य गर्नुपर्ने काम भनेको तीर्थमा स्नान गर्न गइएको छ भने तीर्थमै गर्ने, यदि गइएको छैन भने घरमै भए पनि तीर्थको कल्पना गर्ने, तीर्थलाई सम्झिने। अब सम्भव भएदेखि गण्डकी, सेती, भेरी, नारायणी, कौशिकी आदि देवघाट आदि गरिएका दिव्य तीर्थमा आदिमा जाने बराह क्षेत्र भए, कोका कौशिकी सङ्गम, यस्ता प्रकारका जुन आफ्नो नजिकै रहेका जुन तीर्थ छन्, जुन नदी छन् त्यहाँ जाने। त्यो सम्भव नभए घरमै भए पनि नदीलाई सम्झेर स्नान गर्ने, गङ्गा गङ्गा भन्ने आदि नदी आदिले स्मरण गर्ने र हामीले नुहाउनु पर्दछ। त्यो पनि नसकेदेखि लगाए कपडा फेर्ने, जाडो छ, अस्वस्थ हुनुहुन्छ भने कपडा फेर्ने। अब एउटा कपडा, चोखो कपडा भिजाएर त्यसले शरीर पुस्ने र यस्ता प्रकारका कर्महरू र पितृको लागि भनेर दीप प्रज्वलन गर्ने। पितृका फोटा अगाडि, पितृका मन्दिर छ भने मन्दिरमा यस्तो प्रकारले दीप प्रज्वलन गर्ने, हाम्रो पितृहरूको उत्तम लोक प्राप्त होस् भने यसरी हामीले यो औँसी तिथिमा पितृको आराधना गरौँ। अन्य समयमा गफ गरेर हामीले जीवन बिताउँछौँ। चिया खान गयो भने आधी घन्टा गफ गरेर जीवन बिताउँछौँ भने यो चाहिँ अब पितृको लागि आधी घन्टा समय छुट्याएर स्नान गरेर तर्पण गर्नुभयो भनेदेखि अत्यन्त फल प्राप्त गर्न सक्दछौँ। यसै दिन हामीलाई वर्ष श्राद्ध पनि पर्न गएको छ। यदि कसैको छुटपुट रहेका श्राद्धहरू पनि यसै औँसीमा गर्न मिल्दछ र औँसी तिथिमै बित्नुभएका जनहरूले पनि औँसी तिथिमै श्राद्ध गर्न मिल्दछ। कुनै तीर्थमा गएर औँसी श्राद्ध गर्दा पनि हुँदछ। तर यो अहिले शुक्र अस्त छ, योभन्दा पहिला नगएको तीर्थमा नजानु भनेर धर्मशास्त्रले वर्णन गरिएका छन्। त्यसै कारणले गर्दाखेरि योभन्दा पहिला नपुगेका नयाँ तीर्थमा नजानु होला। अब पहिला गएका पुरानै तीर्थमा गएर विशेष गरी तीर्थ श्राद्ध आदि, तर्पण आदि, पिण्डदान आदि पनि यहाँले गर्न सक्नुहुनेछ। र यी सबै कर्म गर्न नभ्याएदेखि नजिकै रहेका गुरु ब्राह्मणलाई डाकेर एउटा सिधासम्म, त्यो सिधामा तिल राखेर त्यो सिधासम्म दान गर्न सक्नुहुनेछ। यो माघ महिनामा तिल दानको महत्त्व, स्नानको महत्त्व पनि ठुलो बताइएको छ। अब अर्को तेस्रो कर्म भन्छु यहाँहरूलाई मैले। अब यस दिन माधव नारायण भगवानको पूजा गर्नुपर्छ। पूजा कोठामा माधव नारायण भगवान पूजा गर्ने र आइतबार परेको छ। आइतबारको दिन सूर्यको दिन र विशेष गरी यस दिन सूर्यलाई अर्घ दिने। माघ महिनामा सूर्यलाई अर्घ दिँदाखेरि पनि पुण्य प्राप्त गर्न हामीले सक्दछौँ। यस दिन यस्ता प्रकारको कर्म गर्नुहोला। जसले माघको व्रत उपासना गर्दै हुनुहुन्छ, जसले माघ महात्म्य सुन्दै हुनुहुन्छ, हामीले यहाँलाई माघ महात्म्य पनि यसै धर्मदीप युट्युब च्यानलमा राखिरहेका छौँ, सुनाइरहेका छौँ। त्यो पनि हेरेर सुनेर साथ दिनुहोला भन्न चाहन्छौँ। र के बताइएको छ भने माघ महिनामा र यस्ता विशेष तिथि आदिमा
सकिन्छ भने, शरीर स्वस्थ छ भने, मिल्छ भनेदेखि भूमौ सहित्व हो तव्यम माझ्यम तिल समन्वितम हविष्यम ब्रह्मचर्यम च माघ स्नान महाफलम। माघमा स्नान गरेको फल, स्नान गर्दाखेरि प्राप्त हुने फल कसरी प्राप्त हुन्छ भने भूमौ सहित्व, भुइँमा शयन गर्नु भनेर बताएको। सम्भव भए शयन गर्नु, नभएदेखि हट्यायो भने भगवान् क्षमा गर्नुहोला। सक्ने सम्भव छैन, शरीरले सक्दैन भने भगवान्को क्षमा माग्नुहोला। त्यसपछि अब हवन गर्ने, तिलको हवन गर्ने, तिल समन्वित, तिल आदि मिसाएर भोजन गर्ने, तिल मिसाएर जल पान गर्ने, आफ्ना पितृलाई पनि तिल मिसाएको जलले तर्पण गर्ने, यस्तो प्रकारले गर्नुहोला। हविष्य अन्न मात्र खानु, माघ महिनाभरि सकेसम्म, नसके पनि माघको सङ्क्रान्तिमा भयो, अब यो औँसीमा, पूर्णिमामा, एकादशी आदि तिथि आदिमा चाहिँ लसुन, प्याज, माछा, मासु, मदिरा जस्ता कुरा नखानु होला, नछुनु होला, घरमा प्रवेश नगराउनु होला। घरलाई शुद्ध राख्नु, चोखो राख्नु, पवित्र राख्नु, अनि मात्रै हामीले पितृको आशीर्वाद प्राप्त गर्न सक्दछौँ। यस्तो प्रकारले गर्यो भने माघमा स्नान गरेको अत्याधिक हामीले फल प्राप्त गर्न सक्दछौँ। भनेर म केही 3टा कुरा बताएँ। पहिलो कुरो स्नानको महत्त्व, त्यसै गरी अब दोस्रो कुरो भनेको काँसको कलशमा तिल मिसाएर पितृलाई तर्पण गर्ने, र अर्को भनेको माधव नारायणको पूजा गर्ने र सूर्यलाई अर्घ दिने। यस्ता प्रकारका कर्म आदि गर्नुहोला। यदि आफूले छुटेका श्राद्ध आदि छन्, अब माता पिता आदिको परलोक हुनुभएको तिथिमिति थाहा छैन भने यदि तीर्थ श्राद्ध गरेर अथवा श्राद्ध गर्न पनि यसै औँसीको तिथिको दिन गर्न सक्नुहुनेछ। जस्तो प्रकारले पितृको स्मरण गर्नु होला, स्वस्थानी चैल्यको स्वस्थानी भगवान्को स्मरण गर्नु, लक्ष्मीनारायणको, माधव नारायणको भगवान्को कृपा उहाँलाई पनि स्मरण गर्नुहोला, पूजा गर्नुहोला भन्दै यहाँलाई शुभभावना व्यक्त गर्दै गर्दै अस्तको समय छ। यो अस्तको समयमा धेरै गर्न नसक्यो भने पितृलाई स्मरण गर्न केही पनि हुँदैन। तीर्थ जान पनि अब अस्त छ, मन लागेन भने घरमै भए पनि अहिले मैले बताएको विधि अनुसारले पितृलाई स्मरण गर्नु, पितृको मन्दिरमा दियो बाल्नु, तर्पण आदि गर्नु। अरू केही नजाने नाम भनेर तुलसाको मठ छेउमा गएर तुलसाको मठ नजिकै मेरा फलानु नाम गरेका पितृ, मेरो बुवा फलानु नाम गरेको, मेरो आमा फलानु नाम गरेको, फलानु गोत्रको फलानु नाम गरेको भन्दै भन्दै गोत्र र नाम उच्चारण गर्दै गर्दै जल चुहाउँदाखेरि पनि हुँदछ। जान्नेले संस्कृतको वचनद्वारा तर्पण गर्नुहुन्छ, नजान्नेवाले यसरी भए पनि आफ्ना पितृलाई स्मरण गर्दाखेरि पनि अत्याधिक फल प्राप्त गर्न सक्दछौँ। यहाँलाई मैले यो दिव्य कुरो जानकारीमूलक श्रृङ्खला पस्किएँ, कस्तो लाग्यो? यदि यो कुरो उपयोगी छ भने आफ्ना छरछिमेकी सबैलाई सेयर गर्नुहोला। यो सम्बन्धी भिडियो सम्बन्धी केही जिज्ञासा, प्रश्नहरू, केही नबुझेका कुरा छन् भने हामीलाई कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुन्छ। हामी समय मिलाएर यहाँलाई रिप्लाई गर्ने प्रयास पनि गर्नेछौँ। भन्दै भन्दै पितृको आशीर्वादले, स्वस्थानी भगवतीको कृपाले, माधव भगवान्को कृपाले यहाँहरूको जीवन सुन्दर होस्, सुमधुर रहोस् भन्दै मङ्गल शुभेच्छा, शुभभावना व्यक्त गर्दै गर्दै बिदा हुन चाहन्छु। हवस्, धन्यवाद, राधे।